gur. Hush, lakai. Silent. अहिले यो मोसलमा आएको भोलि आउँछ कि आउन थाहै हुन्न सब इनर्जी यही छ के गर्नु भाग्य यस्तै थियो भनेर बिताउँछु मरे पनि तिमी कहिले नरुनु अब त छम्मा रह्यो नि त कहिले पनि रुन्न आमाको थाहा छैन गालोमा बाँधी हरपल हाँसिरहनु यसले भयो मैले माया गर्न जानी
किन सैरे होला मै रुनु पर्यो अन्त्यमा नजिक ढुक ढुक गर्दै छातीभित्र बियर के दाइ बियर हेलो 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 ए मेरै मोबाइल हो र त्यस्तै भिडियो ए गाइज रमाइलो छ हैन पानी सके ओ यता माथि चौकर हे मलाई के थाहा यतिकै गुनी छ गुनी ओहे उखा हारेको हो हारेको हो र फेरि अनि अरे वाह अनि खाएपछि त अनि 10 हुन्छ 15 त्यो नगर है त्यो नगर है त्यो नगर है
लभली लभली फेमस नाइबिन गुरु एकदम निलो चस्माले चाहिँ लुक चाहिँ ल्याएको छ कि नवीनलाई सबको देखाउने दादा सबैको हातमा है एक्सन है ओए कोडीको आफत ओ डाइरेक्टर साहब ओए ओए एक्टर अलि है अलि अब परफर्मेन्स भन अलि एनर्जी होइन ठिक छ ओए ओ लय लभली को त्यो कुना बसेर गाउने धेरै धन्यवाद किनकि मैले हजुरहरूको सामुन्ने मेरो यत्रो प्रस्तुति देखाएँ होइन उखु बेले खुदो निबुवाको रस गोर्खे खुकुरी होइन लगायत यी गीतहरूमा जुनेली मेरो जुनेली राते राते र यो चाहिँ अहिले जोक मात्रै भयो ल सिरियस कुरा गर्नुपर्दा दाइ एकचोटि होइन होइन उभिएर आसन गर्नु यो गाउँले पारेको आसन गर्नु के भन्छ अरे होइन अहिलेको चाहिँ जे भयो हाँसो मजाक भयो धन्यवाद चाहिँ मलाई पनि दिनुपर्छ है हजुरहरूले तर एउटा कुरो चाहिँ सर्वप्रथम चाहिँ हाम्रो मिस्टर मानसिंह गुरुङ उर्फ बुद्ध गुरुङ हाम्रो सिनियर दाइ रामकोट गाउँ चाहिँ नि हाल कुबिन्डे बस्दै आउनु भएको होइन हाल अहिले कुबिन्डे बस्दै आउनु भएको हाम्रो सिनियर दाइ मिस्टर बुद्ध गुरुङ दाइलाई धेरै धेरै धन्यवाद प्लस यहाँ हामीलाई अर्को सिनियर मेरो मामा यो टोटल्ली अर्गनाइजर सहित सबै कुरामा हेल्प पनि दादाको तर्फबाट अहिलेसम्म हामी यहाँ बस्न सफल हामी यो दादाकै कारणले नै हामी यहाँ बस्न सफल भइरहेका छौँ होइन यो यथार्थ कुरा हो त्यसको लागि धेरै धेरै धन्यवाद प्लस मामा झ्याप हुनु भएर होइन दाइ रोक्नु न होइन प्लस मेरो सिनियर दाई ईश्वर दाई सञ्जीव दाई हेरी दादा उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद आइदिनु भयो खाइदिनु भयो नखाइजान पर्ने भयो नि त मजाकै दाइ कसैले चाहिँ सिरियस नलिनु मजा होइन आउनुभयो तपाईँहरूले आउनु भएर यस्तो रमाइलो भयो आज चाहिँ किनकि हामी चारजना बसेर यस्तो रमाइलो नि हुन्थेन नि त अनि अर्को कुरा चाहिँ नि मेरो जीवनलाई नि कसरी धन्यवाद ज्ञापन गर्न चाहन्छु भने ऊ आजको कतै जान पर्ने अवस्थामा पनि त्यता त सधैँ गइन्छ कहिलेकाहीँ दाजुभाइहरूले राख्नु भएको उसमा चाहिँ नि कहिले रमाइलो हुन्छ 2 दिन होइन 3 दिनमा म बस्न तयार छु भन्ने मेरो रूपले सरी जिगर नबोल 3 दिन होइन 5 दिनको लागि नि उहाँ आउँछु भनेर यहाँ आइदिनु भयो रकित गुरुङ मिस्टर रकित गुरुङ इन्डियन एक्टर ओम पुरी होइन सिरियसली होइन तर होइन एउटा कुरा चाहिँ हेरी क्यामेरा फोकस गर एउटा फोकस गर्नु पर्दो रहेछ नि त ल अहिले स्मलमा थियो अहिले फोकस गर्ने होइन मैले चाहिँ यति के भन्न चाहन्छु भने जति आइदिनु भयो हिजो भाइहरू 2-3 जना कति आएको थियो उनीहरूले गर्दा नै हाम्रो आज बुद्ध दाइले हामीले चाहिँ नि कता घानरुक धनपुस कता नाम लिइरहेको थियौँ दाइले चाहिँ नि जाम कल्याम डाँडामा जाम रमाइलो हुन्छ यताउता भनेर दाइको निगरानीमा आयो दाइले यस्तो मिठो बनाएर खुलाउनु भयो दाइको निगरानी सहजै बन्ने दाइकै कुराले गर्दा यहाँसम्म आइयो प्लस होइन अब समुदायलाई नै एउटा कुराले धन्यवाद दिँदै गर्छ किनकि आदि उस समुदायको थ्रुबाट नि हामीले यहाँ हाम्रो पार्टी रमाइलो हाम्रो के भन्छ अरे बैगुन्टी खेलेको जुन हुन्छ नि साथीभाइ एउटा सिम्पली भन्नुपर्दा चाहिँ साथीभाइको गेट टुगेदर चाहिँ सफल पार्यो त्यसको लागि चाहिँ हजुरहरू मलाई पनि धेरै धन्यवाद र यति भन्दै मेरो चाहिँ नि 2 शब्द टुङ्गाउन चाहन्छु र हाम्रो
जिम हलको अध्यक्ष मिस्टर बुद्ध गुरुङ उर्फ मानसिंह गुरुङ दाइलाई चाहिँ 2 शब्द केही भन्नु म विनम्र अनुरोध गर्दछु बुद्ध ए भन्नु क्यामेरा हजुर 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 क्यामेराको दाइको समर्थन छ के दाइको समर्थन सुन दाइ सुनम न के भन्नु पर्ने अब तोरी चाहिँ जय सूर्य भन्नु पर्ने कि जय रूप भन्नु पर्ने के भन्नु पर्ने हो दाइ हजुरलाई होइन के कति उस लाग्यो हजुरको के कति हिजोबाट आजसम्म भोलि यताउता सबै भनिदिनु न के कस्तो भयो त नि हिजोदेखि आजसम्म अहिलेसम्मको पक्कै उसै हो अघि दाइ क्यामेरा जान्नु भन्नुहुन्छ क्या दाइ कल तक च्यानलबाट क्या हामी दाइ भन्नु के शब्द त राख्नु दाइ हाम्रो भन्नु न 4 मिनट रहेछ केही छैन जस्ट इन्जोय दादाको कुराबाट एकदम जस्ट इन्जोय किन भन्नुभएको भने मेन त हामी अब एकदम हामी हिजो बेलुकादेखिबाट आउने र खाने बाहेक अरू केही पनि भएको छैन यथार्थ भन्दाखेरि हामी सबै दाजुभाइहरू यहाँ सबै छौँ हाम्रो गाउँले दाजुभाइहरू नै हो अब यहाँभन्दा अरू त बाहेकको कोही पनि छैन होइन हामी एकदमै दाजुभाइ तरिकाले आएर बसियो तर आएर यहाँ बसिसक्यो हाम्रो टेन्टको व्यवस्थादेखि लिएर सामानको व्यवस्थादेखि लिएर सबै कुराहरू हुन्छ नि अब यहाँ त बस्नको लागि त किन हामी त बसिसकेपछि त खानु पर्यो खानाको लागि के चिजहरू चाहिन्छ त भन्दाखेरि एदेखि जेठसम्म चिजहरू चाहिन्छ कि जस्तै त्यो चिजहरू सबै सम्पूर्ण व्यवस्थित गरेर हाम्रो बुद्धले चाहिँ सब म्यानेज गर्नुभयो हिजोको खानादेखि लिएर अहिले स्टिल हाम्रो 2 दिनको क्याम्पिङमा चाहिँ एकदम यथार्थ भन्दाखेरि हाम्रो बुद्धले एकदमै राम्रो गर्नुभएको छ हामी त्यसैको लागि सबैभन्दा खुसी त्यो छौँ किनभने हामी कुन तरिकाले बसेछौँ सबैलाई ह्यान्डल गर्ने दाइले ओ यो गलत हो है भन्ने यो सही हो भन्ने त्यो मार्गदर्शन देखाउनु भनेको नै हामीहरू सबै बसेर टक्क रमाइलो गर्नु हो किनकि सिनियर दाइले जे भन्नुहुन्छ हामी त्यो मानिन्छ र बुद्ध दाइले अहिलेसम्म हामीलाई बनाएर यति तरिकाले खुलाउनु भयो यस्तो आइटमहरू खुलाउनु भयो अब फेरि हामी एकछिनमा खाना खान जाँदैछौँ नाचगान कार्यक्रम नि हुँदैछ हैन नाचगान त अब भइसक्यो होइन ठिक छ एकदमै हृदयदेखि नै धन्यवाद गर्न चाहन्छु किनभने अहिलेको यो हिजोदेखिको हाम्रो यो क्याम्पिङमा चाहिँ हाम्रो रियल्ली दादा सिनियर दादा बुद्ध दाई लगायत हाम्रो अब रौकित मामा पोखरादेखिबाट आफ्नो एकदमै पर्सनल काम छोडेर यहाँसम्म आइदिनु उहाँको लागि पनि धेरै धेरै धन्यवाद छ हाम्रो भाइ त अब लगभग यो विकमा अब गइहाल्ने होला होइन तनम भाइ गइहाल्ने होला ठिकै छ अब ईश्वर दादा हामी सबै यहीँ भइन्छ बुद्ध दाई हामी पारे अब सञ्जीव यहीँ हुन्छन् होइन सब यहीँ छौँ एकदम चिल भइरहेछ रमाइलो भइरहेछ एकदमै मस्त रहनुहोस् जहाँ हुनुहुन्छ त्यहीँ एकदम इन्जोय गर्नुहोस् रमाइलो गर्नुहोस् धन्यवाद र भर्खर अहिले हुनुहुन्थ्यो हाम्रो सुनगावाको भूतपूर्व अध्यक्षज्यू मिस्टर ह्यारी सरी छेत्री र अझ र म हाम्रो एउटा सिनियर दाइ हाम्रो के भन्छ अरे गाउँ उल्लेरी हाल अहिले छोरेबाट बस्दै आउनुभयो क्या हाम्रो मिस्टर ईश्वर दाइले पनि ईश्वर गुरुङ र उहाँलाई चाहिँ म केही भन्न केही होइन क्वेसन होइन केही उहाँलाई चाहिँ हिजोदेखि आजसम्म कस्तो रमाइलो कतिको भइरहेछ कतिको इन्जोय गर्नु भइरहेछ त्यो विषयमा चाहिँ केही बोल्न चाहनुहुन्छ भने हजुर बोल्न सक्नुहुन्छ भन्ने होइन 2 शब्द राख्न म विनम्र अनुरोध गर्छु दाइ माइक मेरो हातमा हुन्छ हजुर ल हुन्छ दाइको पवित्र बाणी हाम्रो सिनियर दाइले समर्थन गरेर मात्र राख्नु भएको छ भर्खरै अहिले आएर पत्रकार मलाई ठिकाउन छोडिसक्यो होइन किनभने उहाँले एकदम राम्रो पर्फर्मेन्स तरिकाले गर्नु भएकै छैन मैले भिडियो गरेको उहाँले एकछिन भन्नु सेट